आजको यस भिडियोमा म तपाईलाई जापानको लागि VFS अपोइन्टमेन्ट डेट कसरी लिने भन्ने कुरा सिकाउन गइरहेको छु। डेट कसरी लिने र पेमेन्ट कसरी गर्ने भन्ने सम्पूर्ण जानकारीहरू तपाईले यही भिडियो मार्फत प्राप्त गर्नुहुनेछ। नमस्कार, म युवराज, यहाँहरु सम्पूर्णलाई स्वागत छ यस टेक्निकल वाइडी च्यानलमा। आउनुस् आजको टपिक सुरु गरौँ। ओके, सबैभन्दा पहिले चाहिँ ब्राउजरमा VFS ग्लोबल लेखेर चाहिँ इन्टर गर्नु होला। अब त्यसपछि पहिलो लिंक यो वेलकम टु VFS ग्लोबल लेखेको यसमा क्लिक गर्नु होला। ओके, VFS ग्लोबल को हाम्रो साइट खुलिसकेको छ। ओके, अब त्यसपछि माथिपट्टि फर इन्डिभिजुअल्स लेखेको छ, त्यहाँ क्लिक गर्नु होला र मुनिपट्टि कहाँदेखि कहाँ जाने भन्ने कुरा यहाँ देखाउनु पर्ने हुन्छ। आई एम एप्लाइङ फ्रम, यसमा नेपाल सिलेक्ट गर्नु होला र त्यसपछि नेपालदेखि कुन देश जाने भन्ने कुरा चाहिँ अब अर्कोपट्टि आई एम गोइङ टु, यसमा चाहिँ हामी चाहिँ जापान जान खोज्दैछौँ, त्यसैले मैले जापान सिलेक्ट गरेँ। तपाईँ जहाँ जान खोज्दै हुन्छ त्यो कन्ट्री सिलेक्ट गरेर टेक मी टु द वेबसाइटमा क्लिक गर्नु होला। अब त्यसपछि वेलकम टु VFS ग्लोबल भन्ने यो अर्को एउटा सेक्सन देखिएको छ। यसमा चाहिँ मुनि बुक एन्ड एपोइन्टमेन्ट भन्ने सेक्सन छ। ओके, यो बुक एन्ड एपोइन्टमेन्ट भन्दा मुनि रहेको बुक नाउ भन्ने बटनमा यसमा यहाँले क्लिक गर्नुपर्ने हुन्छ। ओके, बुक एन्ड एपोइन्टमेन्ट को सेक्सन खुल्यो। अब यसमा फेरि बुक नाउमा क्लिक गर्नु होला। ओके, अब एउटा लगइन फर्म खुलेको छ। यसमा इमेल र पासवर्ड राखेर यहाँले चाहिँ लगइन गर्नुपर्ने हुन्छ। तपाईको अलरेडी एकाउन्ट भनेको छ भने र यहाँहरुको चाहिँ फर्स्ट टाइम हो र यहाँहरुको एकाउन्ट छैन भने चाहिँ आई डोन्ट ह्याभ एन एकाउन्टमा क्लिक गरेर चाहिँ हामीले एउटा फर्म भर्नुपर्ने हुन्छ। ओके, म कसरी फर्म भर्ने भन्ने कुरा सिकाउन गइरहेको छु। ओके, क्रिएट एन एकाउन्ट को फर्म खुल्यो। अब यसमा चाहिँ हामीले चलाइरहेको इमेल यसमा इन्टर गर्नु पर्यो र त्यसपछि पासवर्ड अनि फेरि पासवर्ड कन्फर्म गर्ने। ओके, अब त्यसपछि मोबाइल नम्बर डायल कोडमा चाहिँ नेपाल चुज गर्ने 977। ओके, अब मोबाइल नम्बर राख्ने र त्यसपछि यो तीनटै चेक बक्समा चेक लगाएर चाहिँ राइट लगाएर चाहिँ हामीले तलपट्टि रेजिस्टर भन्ने बटनमा क्लिक गर्ने। यो रेजिस्ट्रेसन हैज बीन कम्प्लिटेड भन्ने मेसेज आएको छ। हाम्रो रेजिस्ट्रेसन कम्प्लिट भइसक्यो। अब हामीले जुन इमेल दिएको छौं त्यो इमेलमा चाहिँ एउटा एक्टिभेसन लिंक आएको हुन्छ। त्यो लिंक ओपन गरिसकेपछि मात्रै हाम्रो यो एकाउन्ट चाहिँ फुल्ली एक्टिभेटेड हुन्छ। अब त्यसपछि ब्याक गरौँ अनि हाम्रो एकाउन्ट एक्टिभेट गरिसकेर अब यसमा चाहिँ हामीले साइन इनमा गएर हाम्रो लगइन र पासवर्ड इन्टर गरेर चाहिँ साइन इन गरौँ। ओके, हाम्रो एकाउन्ट साइन इन भइसकेको छ। अब यहाँले देख्न सक्नुहुन्छ राइट साइडमा स्टार्ट न्यू बुकिङ भन्ने अप्सन छ। यहाँले त्यो स्टार्ट न्यू बुकिङ भन्ने यसमा यो बटनमा क्लिक गर्नुपर्ने हुन्छ। ओके, अब यसमा चाहिँ अपोइन्टमेन्ट डिटेल देखाएको छ। यहाँ चाहिँ चुज योर एप्लिकेसन सेन्टर भनेको छ। यसमा यो एउटा मात्र छ, यो जापान भिजा एप्लिकेसन सेन्टर काठमाडौँ, यही अप्सन रहन दिने। यसमा चुज योर एपोइन्टमेन्ट क्याटेगोरी, यसमा अल क्याटेगोरिज यही मात्र छ। अब मेन कुरा चाहिँ यो चुज योर सब क्याटेगोरी भन्ने छ। यसमा चाहिँ हामीले अब सर्ट टर्म बिजनेसको लागि जाने भए सर्ट टर्म बिजनेस चुज गर्ने, अनि स्टुडेन्ट भिजामा जाँदै हुनुहुन्छ भने स्टुडेन्ट चुज गर्ने, र घुम्नलाई जाँदै हुनुहुन्छ भने टुरिज्म भइहाल्यो, र आफ्नो आफन्तहरूलाई भेट्नको लागि जाने भए रिलेटिभ्स एन्ड फ्रेन्ड्समा चुज गर्ने, र त्यसपछि तपाईहरु चाहिँ वर्किङमा जाँदै हुन्छ भने चाहिँ विथ COE अनि एक्सेप्ट स्टुडेन्ट, यो लास्टको अप्सन चुज गर्ने। हामी चाहिँ वर्किङमा जान खोज्दैछौँ, त्यसैले गर्दाखेरि चाहिँ विथ COE एक्सेप्ट स्टुडेन्ट यो लास्टको अप्सन चुज गरेर म चाहिँ अगाडि बढ्छु। तपाईहरु पनि आफ्नो हिसाबले अप्सन चुज गर्नु होला। ओके, अब यसमा अर्लिएस्ट अवेलेबल स्लट भनेर देखाएको छ। 2025 4 महिना 11 तारिक देखाइरहेको छ। हाम्रो सबैभन्दा नजिकको डेट देखाएको यसमा चाहिँ। ओके, अब हामी कन्टिन्यू गर्छौं। ओके, यो डिटेल्स भनेको छ। अब यसमा चाहिँ हामीले एउटा कुरा के याद गर्नुपर्छ भने हामीले डेटाहरु फिल गर्दै गर्दा चाहिँ यो एस्ट्रिक लागेको फिल्डहरु छ भने चाहिँ यहाँले फिल गर्नै पर्छ। त्यो चाहिँ ब्ल्याङ्क छोड्न मिल्दैन, त्यो म्यान्डेटरी फिल्ड हो। र स्टार लागेको छैन भने चाहिँ त्यो चाहिँ अप्सनल फिल्ड हो, यहाँले त्यसमा ब्ल्याङ्क छोडे पनि फरक पर्दैन है त। अब यो फर्स्ट नेम छ, लास्ट नेम छ, यसमा स्टार लागेको छ, त्यही भएर हामीले यो स्टार लागेको फिल्डहरुमा चाहिँ डेटा फिल गर्नै पर्छ है त। ओके, अब यहाँले चाहिँ फर्स्ट नेम इन्टर गर्नु पर्यो, लास्ट नेम, यहाँको जेन्डर अनि डेट अफ बर्थ, अनि त्यसपछि नेसनालिटी चुज गर्नु पर्यो हैन। अनि यहाँहरुको पासपोर्ट नम्बर इन्टर गर्नु पर्यो, पासपोर्टको एक्सपायर डेटहरु
यसमा राख्नु पर्यो हैन। अनि त्यसैगरी यहाँहरुको फोन नम्बर इमेल राखेर चाहिँ यहाँले सेभ बटनमा क्लिक गर्नुपर्ने हुन्छ। ओके, अब भेरिफाइङ क्याप्चा देखाएको छ। ओके, सबमिट गरिदिनुस्। ओके, अब त्यसपछि यहाँले कन्टिन्यू बटनमा क्लिक गर्नुपर्ने हुन्छ। अब जेनेरेट ओटीपी भन्ने देखाउँछ, यसमा क्लिक गर्नु होला। अब जेनेरेट ओटीपी मा क्लिक गरिसकेपछि तपाईको जुन नम्बर प्रोवाइड गर्नुभएको छ त्यो नम्बरमा चाहिँ ओटीपी आउँछ। त्यो ओटीपी लगाएर चाहिँ यहाँले चाहिँ भेरिफाई गर्नुपर्ने हुन्छ। ओके, ओटीपी भेरिफाई भइसकेको छ। अब कन्टिन्यूमा क्लिक गरौँ। ओके, बुक एन अपोइन्टमेन्ट भन्ने सेक्सन खुलेको छ। अब त्यसपछि हामीले तलपट्टि यो क्यालेन्डर देखिएको छ। यो क्यालेन्डरबाट यो जुन हरियो देखाइरहेको छ यो डेटहरु चाहिँ यो चाहिँ अवेलेबल डेट हो। ओके, यहाँलाई पाएक पर्ने डेट यहाँले यसमा सिलेक्ट गर्न सक्नुहुन्छ र मुनिपट्टि चुज एन अपोइन्टमेन्ट टाइम छ। हजुरलाई सहज हुने टाइम यहाँले चुज गर्न सक्नुहुन्छ। ओके, लोड मोर गरेर यहाँले चाहिँ यसरी टाइमहरु चाहिँ हेर्न सक्नुहुन्छ र आफूलाई पाएक पर्ने समय यसबाट चुज गर्न सक्नुहुन्छ। ओके, अब यति गरिसकेपछि यहाँले कन्टिन्यूमा क्लिक गर्नु होला। अब रिभ्यू देखाउँछ। यो रिभ्यूमा चाहिँ यो अमाउन्टहरु पनि देखाएको छ, सर्भिस फीहरु देखाएको छ। 2083 देखाएको छ यहाँ चाहिँ जापानको लागि चाहिँ। ओके, अब यो सबै कुराहरु चेक गर्नु होला र त्यसपछि मुनि गएर आई एक्सेप्ट द टर्म एन्ड कन्डिसन र यस आई एग्री मा टिक लगाएर चाहिँ यहाँले पे अनलाइन भन्ने बटनमा क्लिक गर्नु होला। ओके, अब यसमा चाहिँ केही जानकारीहरु दिएको छ। यो जानकारीहरु सर र पढेर अनि त्यसपछि यहाँले चाहिँ मुनि कन्टिन्यूमा क्लिक गर्नु होला। ओके, भेरिफाई क्याप्चा देखाएको छ। यो भेरिफाई भइसकेपछि सबमिट गर्नु होला। रिडाइरेक्टिङ टु आवर नोबेल पेमेन्ट प्रोवाइडर। अब त्यसपछि हामीले चाहिँ ओके, अब यसमा चाहिँ के गर्नुपर्छ भने हामीले अनलाइन नै पैसा बुझाउनु पर्ने हुन्छ। ओके, यहाँहरुसँग पेमेन्टको लागि चाहिँ एटीएम कार्ड हुन आवश्यक छ र त्यो एटीएम कार्डमा पनि अनलाइन पेमेन्ट फिचर चाहिँ एक्टिभेट भएको हुनुपर्छ। यहाँले चाहिँ बैंकमा कन्ट्याक्ट गरेर चाहिँ आफ्नो एटीएम कार्डमा चाहिँ अनलाइन पेमेन्ट सर्भिस एक्टिभ छ कि छैन, 3D सेक्युर सर्भिस भन्छ, त्यो 3D सेक्युर सर्भिस चाहिँ एक्टिभेट छ कि छैन त्यो बुझ्नु होला। यो चाहिँ इयरली 100 फी लाग्छ यो एक्टिभेट गरेको चाहिँ। र आजकल कतिपय वेबसाइटहरुबाटै पनि हामीले त्यो के रे एटीएम कार्डको नम्बरहरु डिटेलहरु लगाएर चाहिँ त्यो सर्भिस चाहिँ आफैले पनि एक्टिभेट गर्न सक्छौं। त्यो तपाईले बैंकमा एकचोटी बुझ्नु होला। यहाँहरुको एटीएम मा चाहिँ अनलाइन ट्रान्ज्याक्सन पनि सपोर्ट गर्ने फिचर एक्टिभेट भएको रहेछ भने चाहिँ यहाँले चाहिँ कार्ड होल्डर नेम राख्नु होला, आफ्नो नाम, यहाँहरुको कार्डमा के नाम छ त्यही यहाँहरुको बैंक एकाउन्टमा भएको नाम र त्यसपछि कार्ड प्यान भनेको छ। त्यहाँ चाहिँ तपाईले एटीएम कार्डको जुन नम्बर हुन्छ यो चाहिँ एटीएम कार्डमा प्रिन्ट भएको नम्बर, त्यो नम्बर राख्नु होला र त्यसपछि एटीएम कार्डको एक्सपायरी मन्थ र इयर राख्नु होला। 2 डिजिटको राख्नु होला, इयर र मन्थ। अब सपोज यहाँहरुको एटीएम कार्डको जुन एक्सपायर इयर छ 2026 छ भने यहाँले 26 मात्रै राख्नु होला, 2000 राख्नु परेन र मन्थ त 2 डिजिट भइहाल्छ। अब त्यसपछि एटीएम कार्डको पछाडीपट्टि 3 डिजिटको सीबीबी नम्बर हुन्छ, त्यो सीबीबी नम्बर राख्नु होला र त्यसपछि इमेल एड्रेस राखेर चाहिँ यो पे भन्ने बटनमा क्लिक गर्नु होला। ओके, प्रोसेसिङ हुँदैछ, एकैछिन वेट गरौँ। अब यहाँ दुईटा अप्सन छ। यहाँहरुको ओटीपी चाहिँ केमा पठाउने भनेर सोधिरहेको छ, मोबाइल नम्बरमा पठाउने हो कि तपाईको जीमेलमा चाहिँ पठाउने हो भन्ने कुरा सोधिरहेछ। यहाँलाई जेमा इजी हुन्छ त्यही अप्सन चुज गर्नु होला। यहाँ मैले मोबाइल चुज गरेको छु, ओटीपी चाहिँ मोबाइलमै आओस् भन्ने कुरा हो। अब यसमा सबमिटमा क्लिक गर्दैछु म चाहिँ। ओके, मेरो ओटीपी आइसकेको छ। ओटीपी राखेर मैले सबमिटमा क्लिक गर्दैछु। प्रोसेसिङ हुँदैछ, एकैछिन वेट गर्नु होला। ओके, प्रोसेसिङ हुँदैछ। ओके, अब यसमा अर्डर इन्फर्मेसन देखाइरहेको छ। टोटल अमाउन्ट 2083 रुपैयाँ अनि अर्डर स्ट्याटस फुल्ली पेड देखाएको छ। हाम्रो पेमेन्ट चाहिँ सक्सेस भइसकेको छ। अब यहाँहरुको एकाउन्टबाट चाहिँ यो देखिएको अमाउन्ट चाहिँ घट्ने छ र त्यसपछि तपाईको एप्लिकेसन चाहिँ कम्प्लिट भएको छ। ओके, अब त्यसपछि रिटर्न टु शपमा क्लिक गर्ने। ओके, थ्यांक यू फर बुकिङ एन अपोइन्टमेन्ट विथ अस भनेर देखाइरहेको छ। अब त्यसपछि यहाँ बुकिङ डिटेल भन्ने अप्सन छ, हाइलाइट गरेको छ, त्यो बुकिङ डिटेलमा क्लिक गर्नु होला। ओके, हाम्रो यो बुकिङ डिटेल चाहिँ डाउनलोड भएको छ पीडीएफ फाइल। अब यो पीडीएफ फाइल चाहिँ ओपन गर्नु होला र त्यसपछि आफ्नो सबै डिटेलहरु चाहिँ चेक गर्नु होला। यहाँले यसबाट चाहिँ आफ्नो अपोइन्टमेन्ट टाइम, अपोइन्टमेन्ट डेटहरु, अब यसमा एड्रेसहरु देखाएको छ, सबै कुराहरु चेक गर्नु होला।
एड्रेसमा 3rd फ्लोर छायादेवी कम्प्लेक्स यो सबै कुराहरू हेरेर कन्फर्म गरेर अनि त्यस पछाडि यो PDF फाइल प्रिन्ट गराउनु होला र त्यस पछाडि आफ्नो सम्पूर्ण डकुमेन्टहरू सहित यहाँहरू चाहिँ यो दिएको लोकेसनमा चाहिँ यहाँले छान्नु भएको डेट र छान्नु भएको टाइममा चाहिँ यहाँहरू उपस्थित हुनुपर्नेछ त्यो अफिसमा र त्यस पछाडि तपाईको डकुमेन्ट अनि बायोमेट्रिक चाहिँ त्यहाँ दिनुपर्ने हुन्छ। अब तपाईले फेरि पनि यसलाई साइन आउट गरेर फेरि लगइन गर्नुभयो भने यसमा अपोइन्टमेन्ट डिटेल यसरी देखिन्छ र यहाँबाट तपाईले म्यानेज अपोइन्टमेन्ट भन्ने सेक्सनमा गएर यहाँले चाहिँ आफ्नो अपोइन्टमेन्ट चाहिँ क्यान्सल पनि गर्न सक्नुहुन्छ र जुन अपोइन्टमेन्ट लेटर छ यसलाई फेरि प्रिन्ट पनि गर्न सक्नुहुन्छ। हस्त यहाँलाई भिडियो कस्तो लाग्यो यहाँहरुको सल्लाह सुझाव कमेन्ट गर्नुहोला र फेरि अर्को भिडियोमा भेट्ने बाचाका साथ आजलाई भने म बिदा चाहन्छु। हस्त नमस्कार, ह्यापी ब्राउजिङ।